What's I get? You know, new night one. I mean, Hello guys, के छ खबर? सन्चै हुनुहुन्छ? पक्कै पनि सन्चै हुनुहुन्छ होला तपाईहरु? अहिले चाहिँ हामी कहाँ छ रे दिनेश भन्दै त? तालुखुइले बन रे। अब नाम नै खतरा छ हैन? अब त्यो भन्न त अरु बोल के बोल्नु र? यहाँ छ जंगल, पुरै जंगल छ क्या, जंगलले ढाकेको छ। उता कहाँ हो रे? उता साइडमा सन्धानेश्वर छ। अनि यहाँ चाहिँ के गरे के यो दुध जस्तो छ। गाइज हामी चाहिँ यहाँ माथि चढिसकेका छौँ। यहाँ मन्त्री यस्तो छ हैन? अब के भन्नु र, उयो मान्छेहरू रहेछ। यहाँ चाहिँ खतरै रहेछ डाँडो। त्यहाँ माथि चढ्दा चढ्दा झनै सास गाएन। अरू के भन्नु र? तिमीलाई यति भन्न चाहन्छ कि भन्ने त आहा यस्तो छ है। खतरा वाउ वाउ वाउ, सेक्सी हट। के बोले भाइ? अब के बोले सेक्सी हट। के खतरा चिज यार है। यहाँ चाहिँ लास्टै चिसो भयो, त्यही भएर जाएर लाउनु पर्यो। अघि माथि चढ्दा लास्ट गर्नु भएको थियो, अन्त लास्टै चिसो हावा आयो क्या। एकचोटि देखाइदियो न त यताको वातावरण। यहाँ भुइँतिर हामी चाहिँ अहिले फेरि फोटोसोटो खिचेर हामी यहाँ भाइ र म यता डुल्दै छौँ होइन। यस्तो फोहोरहरू फ्यालेर रहेछ, यस्तो फोहोर चाहिँ नफ्यालिदिनु होला। यहाँ एउटा यस्तो हुनु पऱ्यो क्या, डस्टबिनको सुविधा हुनु पऱ्यो यता। त्यस्तै 4-5 स्वच्छ राख्नु पर्यो होइन। दिनेशले भनेपछि मान्नु त पर्यो। को हो त्यो नमान्ने? हाली म्याच किन तल के हो है? त्यो के हो त्यो? स्कुल हो? स्कुल चाहिँ होइन, त्यहाँ केन्द्र रहेछ। त्यो के केन्द्र हो? आइज उतादेखि उता गएपछि देख्छ, त्यहाँ राम्रोसँग देखाएको छैन। उता गएपछि थाहा हुन्छ। उता चाहिँ घाम आउँछ होला क्या, उतापट्टि चाहिँ घाम त्यो छ, त्यहाँ चाहिँ अलि राम्रो आउँछ होला जस्तो लाग्छ। फिल गराएको छु मैले, पक्कै पनि राम्रो हुने त। यहाँ चाहिँ के हो यो? ए यस्तो पो रहेछ यार। ओहो के हो यो? खतरा रहेछ। एकचोटि गइदिनु नि त ल। नजाने यस्तो गर्ने हो कि मान्छेहरू पिकनिक आउने यहाँ फ्यालिदिने। हो रहेछ। लुगाहरू त्यहाँ हेर्नु, ड्राई पिकनिक आउने फ्याल्ने रहेछ। लुगा चाहिँ पिकनिकमा आएर हो कि के गएर उहाँ थाहा भयो नि। अरू देखाएको छ तिमीले? फ्यान छ त्यस्तो छैन, फोहोर मात्र छ, त्यस्तो छैन। राति चाहिँ हुन्छ होला, तर I don't know होइन। यहाँ चाहिँ यस्तो रहेछ। हामी नै एक दिन आएर यहाँ सर्लप गर्नुपर्छ। मसँग छ नि फेरि स्याम्पू गर्नुपर्छ, ल्याम्पू के बोले भाइ? अब के बोले भने थाहा छैन फेरि तपाईँहरूलाई। त्यो चाहिँ मैले यति भन्ने। हाम्रो दिने सर चाहिँ उता हुनुहुन्छ। यहाँ चाहिँ खतरा रहेछ होइन भ्यू। कहाँ? यहाँ ल, यो दिनेशले भने होइन, एउटा फोटो हाल्ने दिनेशलाई। अब यो भन्दा के छ र होइन, अब भाइले भने मान्नु पऱ्यो। त्यो उमा चाहिँ क्या, भ्लगमा चाहिँ के बाहिर मान्दिनँ नि फेरि म। फाइनली हामी फोटोसोटो खिचेर यता हिँडेको। वाह भनेको थियो। झन् यहाँ त लास्टै फोर रहेछ यहाँ। यहाँ त्यो फोटो खिच्नेहरू हामी चाहिँ अघि उता त्यो मुनि थियो होइन। अहिले चाहिँ हामी यता आइपुगेको छ। यहाँ चाहिँ खतरा प्लेन रहेछ, यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन। वाह स्याराप वाह यहाँ थियो। त्यस्तै टाइपको भयो हाम्रो जिन्दगी। के गर्दिनँ तर म गर्दिनँ, गर्दिनँ तपाईँ लगेर म यो खाल्डोमा। वाह हो र, त्यहाँ खाल्छ हावा त यहाँ कसम उयो दुईजना होइन। तिनीहरूले न्यु खोल्न भने हानिदिने हो क्या मुची। कता
एक्कासी उयो सम्झौँ न एक्कासी आएर यसले फर्किने कुरा गऱ्यो होइन अब के भन्नु अब यसलाई म भन्छु तर म भन्दिनँ भन्दिनँ भन्दैन जुकुता कडा सर यस्तो छ है वाउ भन्ने टाइपको नदेखाउनु भेगनाको भागमा हामी चाहिँ अहिले फाइनल फर्किन लागेको अब उता फर्किने भ्यू हाम्रो भ्यू बन्दैछ सर भन्नु तपाईँहरूले सपना छ मेरो कुद्नुपर्छ क्या यस्तोमा उहिले यहाँ यस्तो छ होइन के भन्नु र तर कुद्नुको बेग्लै मजा छ यस्तोमा लड्यो भने चाहिँ भाँच्यो आइज त म त एकै थपरमा आइपुग्यो कस्तो खतरा चाहिँ भिडियोमा त त्यो देखाएको छ तर त्यहाँ चाहिँ अलिक खतरा नै छ यो के हो यो चप्पल लाउनु न अलिक कस्तो अमूल्य चिजहरू भेट्न सक्छ हेरे यहाँ अलि नखान पाउँछ ल यहाँ बुमराङ जस्तो ल त्यहाँ दे कहाँ हो तर यहाँ साइकल ल्याएर आयो भने खतरा हुँदैछ नि बदाम काजु आएपछि आउँछ हमालाको ताजु राजकुमारहरूले यता लिएर के शब्द बोल्न हो बोल बोलो भाइयो हाम्रो यस्तो खतरनाक पारा हो मेरो यस्तै छ होइन बिन्दास छ पारा मेरो यस्तै छ स्टाइल या एक रुपियाँ चम्चा 2 रुपियाँ लाउनु अलि यस्तो गीत चाहिँ खतरै गाउँछ क्या दाइले सिकाएको नि त्यहाँसम्म त्योबाट त के हुँदैन दाइले सिकाएको गीत अब कहिले सिका मैले हिजो हो त्यस्तै 2-3 वर्ष अगाडि चाहिँ होइन हिजो फाइनली गाइज हामी अहिले म त्यस्तो जङ्गलभित्रबाट निस्किसकेको छ पुलुत्तै वेदनाको फोहोर यसरी यहाँ ल्याएर फाल्दो रहेछ होइन योहरूले के गरे हो त्यो अब अलिकति त्यो उतापट्टिको डाँडा जाने हो कहाँ उतापट्टि नजाने अब तलतिर जाने उ तलतिर रोडतिर बस्ने मजा ल फाइनल गाइस हाम्रो भ्लग चाहिँ यहाँसम्म हो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धन्यवाद सपोर्ट गरिदिनु होला भन्न चाहन्छु बाई बाई गाइस